नमस्ते, गुड मर्निङ सबैजनालाई। संसारमै हुन्छ भन्ने पूर्ण आशा चाहिँ छ। म चाहिँ अहिले यति बेला बोरुलीको अफिसमा चाहिँ छु र मेरो साथमा लिडरहरू पनि हुनुहुन्छ। आज चाहिँ अफिसमा सिएनसी साथसाथमा न्यू बिलिङहरू पनि गराउनु पर्ने थियो। यसको लागि प्लानिङहरू गर्नको लागि चाहिँ म रुमदेखि अहिले चाहिँ बोरुली अफिसमा आएको चाहिँ छ। सो आज 5 तारिक गइसक्यो। तपाईँले आफ्नो टाइममै चाहिँ सिएनसीहरू चाहिँ गर्नुहोला, नयाँ प्लानिङहरू पनि गर्नुहोला। र धेरैजना व्यक्तिले चाहिँ सोध्नुभएको थियो यस ग्रुपमा चाहिँ धेरैजना व्यक्तिहरू चाहिँ कतिपय नयाँ पनि हुनुहुन्छ, कतिपय पुरानो पनि हुनुहुन्छ। धेरैजना व्यक्तिले चाहिँ मलाई चाहिँ सोध्नुभएको थियो, सर गर्नुपर्ने कामहरू चाहिँ के हो, यसको बारेमा पूर्ण रूपमा मलाई जानकारी दिनुहोला भनेर धेरैजना व्यक्तिले चाहिँ भन्नु भइरहेको थियो। खासमा हामीले चाहिँ गर्नुपर्ने कामहरू चाहिँ त्यस्तो कुनै गाह्रो काम चाहिँ छैन है। एक्चुअल रूपमा हेर्नुहुन्छ भने हामीले गरिरहेकै कामहरू है, जहाँ हामीले चाहिँ बाहिरको कुनै किराना पसल, कुनै सपिङ महल, कुनै मार्टहरूबाट चाहिँ हामी चाहिँ दैनिक रूपमा चाहिँ सामानहरू किनिरहेका हुन्छौँ, खाइरहेका हुन्छौँ। त्यो पसललाई हामीले चाहिँ चेन्ज गरेर या चाहिँ हेल्दी लिभिङमा एज अ वेस्टेजमा हामी चाहिँ जोइन भएर सामान किन्छौँ भने सारा बेनिफिट चाहिँ छ, जहाँ 65% तपाईँलाई फाइदा हुन्छ। यसको बारेमा चाहिँ 65% कसरी दिन्छ यसको बारेमा तपाईँले चाहिँ आफ्नो अपलाइनलाई एज अ जसले तपाईँलाई चाहिँ यो बिजनेसको बारेमा जानकारी दिनुभएको थियो उहाँसँग चाहिँ बुझ्न चाहिँ सक्नुहुन्छ। पहिलो नम्बरमा हामीले पसललाई परिवर्तन गर्नु पऱ्यो। दोस्रो नम्बरमा हामीले चाहिँ युज द प्रोडक्ट, सेयर द प्रोडक्ट। तपाईँलाई चाहिँ प्रोडक्टहरू युज गर्नु पऱ्यो, राम्रो लाग्यो भने चाहिँ सेयर गर्नु। तपाईँलाई हेल्थमा प्रब्लम चाहिँ छ, जस्तो ग्यास्ट्रिक, सुगर, प्रेसर चाहिँ छ, तपाईँलाई चाहिँ यदि सामान किन्दा पनि डिस्काउन्ट पाउनुभयो, अफर पाउनुभयो, यसको बारेमा अरू व्यक्तिलाई बताइदिनु। सेयर गर्नुभयो भने तपाईँले पनि बेनिफिट पाउनुहुन्छ, ट्राभल फन्ड पाउनुहुन्छ, कार फन्ड पाउनुहुन्छ, हाउस फन्ड पाउनुहुन्छ। त्योभन्दा नि बेस्ट भनेको परिवारको सुरक्षा पाउनुहुन्छ। तेस्रो नम्बरमा भनेको हामीले के हो त भन्नेमा काम भनेको तपाईँले यसको बारेमा चाहिँ सबैभन्दा पहिले सिक्नु पऱ्यो। सिक्नुभयो भने चाहिँ सिकाउनु, मद्दत गर्नु, हेल्प गर्नु। काम भनेको यति नै हो। सो लाग्नु, म पनि अफिसतिर चाहिँ छु, लागि परिरहेको चाहिँ छु। बस साथसाथमा तपाईँहरूको साथसाथमा चाहिँ छु भन्न चाहन्छु। थ्याङ्क यू सो मच। गड ब्लेस यू। तपाईँहरूको दिन चाहिँ शुभ रहोस्। मिहिनेत गर्नु, लाग्नु। थ्याङ्क यू।